गुड मर्निङ। म चाहिँ अहिले सिक्लेसमा छु। आज 55 भयो। अब चाहिँ म कोडी जाँदैछु। यहाँबाट रहेछ कोडी जाने बोट छ, कोडी जाने यहाँबाट ठिक छ। यहाँबाट ओह्रालो झर्दैछु अब टुकुर टुकुर गर्दै। अब यो कालो चढ्ने हो, ठाडै छ यो यहाँ माथि डाँडा पुगेर त्यसपछि जानुपर्छ। अझै चढ्दैछु एक्लै, न अघि कोही छ न पछि कोही छ, फुल जङ्गल यार। हेर्दैछु जङ्गलको बाटो, यो बाटो झरेर त्यहाँबाट यति डाँडा माथि चढेर हिँड्दैछु। अब यहाँ 5:55 हिँडेको, अहिले 8:11 भयो। कहाँ आइपुग्यो भने तासा खड्का भन्ने ठाउँमा आइपुगेँ। खानासाना पुगेर जानु रहेछ। 10:29 भयो। खानासाना खायो नि अब चाहिँ लाग्दैछ फेरि उकालो। अहिले कस्तो दामी मजा आइरहेछ। जस छुट्टै छ कि बेग्लै एक्लै रमाइलो गर्न सिक्नुपर्छ। भवाल रमाइलो हुन्छ यार। शान्त आनन्द कति बाटो देखाइदिइरहेछ, त्यो चाहिँ मलाई राम्रो लाग्यो। अब हिँड्दैछु। उकालो त उकालै हो, तर चाहिँ त्यो जतिको उकालो छैन क्या। अब यहाँबाट हिँड्दैछु फेरि। अब मजा आइरहेछ हिँड्न। जस फाइनली एउटा फ्रम क्याम्प, होटेल फ्रम क्याम्प एउटा भेट्यो। अर्को यहाँ होटेल लालीगुराँस रहेछ। अलिकति सम्म बाटो यार, यहाँ माथि त्यो डाँडामा पुग्नुपर्छ अझै यार। अहिले भनेर पुग्नुलाई सिङ्गा पेन्जे तर एक ग्रुप भेटेको थिएँ। आउँदै हुनुहुन्छ उहाँहरू चाहिँ। म चाहिँ उहाँलाई छोडेर माथि चढ्दै गएँ। नाइस 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 प्लेस। यसको पछाडि ठ्याक्क यो डाँडाको पछाडि अर्को एउटा डाँडा छ, त्यहाँ पुग्नुपर्छ। त्यहाँ फाइनल्ली पुग्यो। 4:23 ट्याक्कै पुग्यो। म चाहिँ लाग्दैछु कापुचे। त्यसरी यो चाहिँ हाम्रो भाइहरू पनि हामीसँगै मसँगै हिँड्छौँ। कापुचे दामी चाहिँ कापुचे सर्दैछौँ मजाले। अहिले चाहिँ झर्ने हो। केटाहरू त्यहाँ गइरहेको छ कापुचे लेक जानु भएको छ। उता चाहिँ त्यहाँ पुग्यो। यो यहाँबाट बाटो छुटिँदो रहेछ। त्यहाँ चाहिँ त्यही बाटो तिनीहरूलाई भेट्न जानुपर्छ। अब भोलि बाटोभरि हिउँ र मजा आइरहेछ। यहाँ चिप्लो छ बिस्तारै।
हिजो हामी उही डाँडाहरू चढ्दै यो डाँडाहरू चढ्दै यो डाँडा चढ्दै यो डाँडा चाहिँ माथि पुगेका थियौँ कापुचीतिर लाग्दैछौँ। यो बाटो पनि त्यस्तै रहेछ ठाडै उकालो रहेछ हामी चढ्नु पनि गाह्रो यार। पुरी चाहिँ हो त्यहाँनिर पर्दो रहेछ यहाँनिर यहाँ यो खोजमा रहेछ कुरी चाहिँ कुरी रे सरी कापुची लेक चाहिँ यो खोजमा रहेछ। अब हामी यहीँ जाँदैछौँ यही खोजमा। हामी खानासाना खाएर यहाँबाट अब कापुची लेक जाँदैछु। अब यहाँ 2 घन्टा जति हिँड्नुपर्छ अरे टक्क लाएर त्यहाँ हिँड्ने हो। अब हेरौँ टाइम भयो भने त्यहाँबाट फर्केर यहीँ आउने प्लान छ। के हुन्छ राम्रो रहेछ बनाइरहेको हिमाल त सब नदेख्ने भइसकेको छ। यहाँ पनि यस्तै रहेछ यार रास्तै ठाडो उकालो। यहाँ पनि सिधै अघि ओह्रालै चढ्यो अब ठाडो उकालो चढ्दैछु। फाइनल्ली कापुची लेक पुग्न लाग्यो यार। सब बन्दै छ छिर्दैछु नि सब बन्द कोही मान्छे छैन कसो होटेल सब खाली छ। अब चाहिँ फर्किँदैछु। अब यहाँबाट हेरौँ सकेसम्म सिक्लिस पुग्ने प्लान छ। 5 घन्टा हिँड्नुपर्छ होला अहिले। कति 4:45 त भइसक्यो। खानाको होटल पुग्यौँ। हामी ब्याग स्याग लिन्छौँ यहाँबाट। मेबी चियाबाट खान्छु होला त्यसपछि हिँड्छु। अब हामी फिल्टरहरू जान्छ अब बबाल बानी बस स्लोली फिल्टरहरू जाँदैछु। डरै लाग्छ यार हल्लिने यार यो पुरा हल्लिने रेच बाबा डर लाग्यो रेच यो अन्त पानी यार फोर्स त्यो सब त्यो माथिको कापुची लेकबाट झरेको पानी र अर्को एउटा खोलाबाट झरेको। यस्तो भिरबाट हिँड्दैछु सिक्लेस यस्तो बाटो हेर्नु त। ओ माई गड गाडी हिँड्दैछ पुरै भिर यहाँ तल त। फाइनल्ली 11:30 बजे हामी सिक्लेस पुग्यौँ यार। बिहान कति 8:30 देखि हिँडेको 11:30 बजे हामी सिक्लेस पुग्यौँ। भनेपछि आजको हिँडाइ चाहिँ 15 घन्टा ननस्टप भएछ हाम्रो।